यतिखेर बालेन शाहलाई देख्न सक्नुहुन्छ डडेलधुरामा बालेन शाह बालेन हाई हाईको नारा लागेको छ। यहाँ हामीले तपाईँलाई देखाइरहेका छौँ। यतिखेर यहाँ देख्न सक्नुहुन्छ डडेलधुरामा दर्शक महानुभावहरू देख्न सक्नुहुन्छ। यतिखेर बालेन शाहको टिम बाजीको खिर पसल गनियारधुरा साहु खर्कमा आइपुगेको छ। यतिखेर देख्न सक्नुहुन्छ। दर्शक महानुभावहरू देख्न सक्नुहुन्छ डडेलधुरामा बालेन शाहले घन्टी बजाएर आफ्ना समर्थकहरूलाई अभिनन्दन गरेका छन्। तारा जोशी देख्न सक्छौँ हामीले। भूपदेव शाह सागर ढकाल लगायतका नेताहरू यतिखेर डडेलधुरामा यतिखेर घन्टी बजाउँदै यहाँ देख्न सक्नुहुन्छ। सागर ढकालले यतिखेर घन्टी बजाइरहेका छन्। यहाँ देख्न सक्नुहुन्छ शिर निहुराएर सबैलाई अभिनन्दन पनि गरिरहेका छन्। यतिखेर देख्न सक्नुहुन्छ तारा जोशी डडेलधुराको रासोपाका उम्मेदवार हुनुहुन्छ। डाक्टर तारा जोशी हुनुहुन्छ। सर स्वागत छ। धन्यवाद। बालेन शाहको इन्ट्री भएको छ डडेलधुरामा। बालेन शाहलाई स्वागत गरेर पठाउनु भएको छ। के भन्नुहुन्छ, कस्तो लागिरहेछ? होइन, एकदमै खुसी लागिरहेछ। खास गरेर युवाहरूमा यसले निकै ऊर्जा दिएको छ। साथीहरू पहिले नै आतुर थिए बालेन शाहलाई डडेलधुरामा स्वागत गर्न पहिले नै आतुर हुनुहुन्थ्यो। अहिले उहाँलाई स्वागत गर्न पाएकोमा सारा युवा साथीहरू हामी सबै एकदमै उत्साहित र खुसी छौँ। बालेन शाह युवा नेता हुनुहुन्छ। मेरो अनुभवको आधारमा काठमाडौँमा 2-4 पटक जाँदाखेरि उहाँको राम्रै काम गरेको देखेको छु। हामी स्वागत गर्छौँ उहाँलाई यो जिल्लामा आउनुभयो। उहाँको पद चिन्ह हाम्रो जिल्लामा पनि परेको छ। यसमा खुसी छौँ, गौरव छौँ। तर डडेलधुरामा मलाई युवाहरूले एकदमै राम्रो समर्थन गर्नुभएको हो होइन। गएको बालिङ कार्यक्रमै गर्नुभएको हो। बालेन सँगसँगै तपाईँलाई हौसला दिनका लागि गत निर्वाचनमा यहीँबाट चुनाव लडेका सागर ढकाल पनि आउनु भएको छ होइन। उहाँलाई पनि धेरै धेरै धन्यवाद छ। उहाँको सम्पूर्ण सहयोग पनि हामीलाई प्राप्त हुन्छ। अनि के छ, कस्तो छ अहिले तपाईँको चुनावको तयारी? अलिकति चुनावको विषयमा पनि कुरा गरौँ। हामी अहिले जनता घर दैलोमै पुगिरहेको छौँ। हामी घर दैलोमा आज यो एउटा कार्यक्रम सदरमुकाममुखी कार्यक्रम भएनाले हामी घर दैलोबाट फेरि सदरमुकाममा पुगेको छौँ। बेसिकल्ली हामी अहिले घर दैलोमा छौँ। अहिले अब यो बालेनजीलाई हामीले यहाँबाट बिदा गरिसकेपछि फेरि हामी घर दैलो कार्यक्रम। यो शेरबहादुर देउवा निरन्तर चुनाव लडेर निरन्तर चुनाव जितेको ठाउँ पनि हो। त्यो हिसाबले अहिले चाहिँ उहाँले चाहिँ विश्राम लिनु भएको छ होइन। यो कुरालाई चाहिँ एज अ यहाँको नागरिक, एज अ यहाँको होइन अब उम्मेदवारका हिसाबले कसरी लिनु भएको छ तपाईँले? उहाँले विश्राम लिने कुरालाई स्वागत योग्य कुरा हो। उहाँले विश्राम लिनु एकदम आवश्यक पनि थियो। हाम्रो लागि सम्मानको पात्र पनि हुनुहुन्छ। उहाँ सम्मानित व्यक्ति हुनुहुन्छ। उहाँले विश्राम लिनुभएको छ। उहाँप्रति हाम्रो सम्मान अझ बढेको छ। कस्तो पाइरहनु भएको छ माहौल? जनताको एउटा चाहिँ आशा अपेक्षा निकै उत्साहपूर्ण छ, निकै चाहिँ हौसलापूर्ण छ। हाम्रो लागि पनि प्रेरणादायी छ र अनि भोलिको दिनमा पनि एउटा आशावादी नजरले जनताले फेरि पुनः चाहिँ नेपालको राजनीतिलाई तारा जोशीको सन्देश डडेलधुरावासीलाई चाहिँ के छ यहाँको अपिल? हामी फेरि यो देशमा जो एक किसिमको यो राजनीतिप्रति जो वितृष्णा, राजनीतिप्रति अविश्वास, संस्थाहरूप्रति अविश्वास जो क्रिएट भइरहेको थियो त्यसलाई पुनः हामी विश्वासमा बदल्छौँ। हामी जनताको डडेलधुरावासी आदरणीय दाजुभाइ दिदीबहिनीहरूको यसमा सहयोग चाहिन्छ, साथ चाहिन्छ, चाहिएको छ र पाइएको पनि छ। त्यस भन्नाले अबको निर्वाचनमा उहाँहरूको सहयोगले हामी देश बदल्न सक्छौँ, हामी एजेन्डा बदल्न सक्छौँ। हामी सब ढकाल डडेलधुरा याद सागर ढकाल डडेलधुराबाट यतिखेर अर्थात् सुदूरपश्चिम प्रवेश गरेको दोस्रो दिन बैतडीमा हिउँको खिच्दै आफ्नो फेसबुकमा त्यो फोटो सेयर गर्दै त्यसै गरी सागर ढकालले पनि डडेलधुरामा आएर गत निर्वाचन यही देउबाको क्षेत्रबाट निर्वाचन लडेका थिए सागर ढकालले। आज उनी भएको छ उहाँ सुदूरपश्चिम दौडामा हुनुहुन्छ होइन। बालेन शाहको डडेलधुरा आगमन, विशेष गरी सुदूरपश्चिम आगमनलाई चाहिँ कसरी लिनुभएको छ तपाईँ? एउटा डडेलधुरावासी भएका नाताले एउटा देशलाई होइन हुन्छ नि त अलिकति देशले परिवर्तन चाहेको छ, जनताले परिवर्तन चाहेका छन्, सुशासन चाहेका छन् भन्ने एउटा चाहिँ यो परिवर्तनको पक्षमा उभिरहँदाखेरि तपाईँले चाहिँ कसरी हेर्नु भएको छ बालेन शाहको सुदूरपश्चिम दौडाहा, अझ भनौँ राजनीतिमा यो जुन खालले एउटा प्रवेश गर्नुभएको छ? राष्ट्रपालले त उहाँलाई भावी प्रधानमन्त्रीका रूपमा पनि हेरेको छ। बालेन शाह युवा नेता हुनुहुन्छ। मेरो अनुभवको आधारमा काठमाडौँमा 2-4 पटक जाँदाखेरि उहाँको राम्रै काम गरेको देखेको छु। हामी स्वागत गर्छौँ उहाँलाई यो जिल्लामा आउनुभयो। उहाँको पद चिन्ह हाम्रो जिल्लामा पनि परेको छ। यसमा खुसी छौँ, गौरव छौँ। खुसी हुनुहुन्छ बालेन शाह? खुसी छु एकदम। स्वागत छ उहाँलाई। अब उहाँको पार्टीबाट पनि यतिखेर चुनावी मैदानमा डाक्टर तारा जोशी हुनुहुन्छ होइन। र जुन प्रकारले बालेन शाहलाई अब राष्ट्रपालले चाहिँ प्रधानमन्त्री बनाएर अगाडि जानुपर्छ, देश विकास गर्नुपर्छ भनेर एउटा रवि लामी छाने बालेन शाह अझ भनौँ रासोपा अगाडि बढिरहेको छ। के देख्नुहुन्छ यो रासोपाको भविष्य सफल हुन्छन्
उहाँहरू? त्यो त अब अहिले भन्न सकिने कुरो होइन। त्यो अब जनताले यसको लागि लोकसेवा जनता नै हुन्। जनताले जसलाई चुन्छ जसलाई मत दिन्छ प्रधानमन्त्री। अब उहाँहरूको त्यो आफ्नो एजेन्डा ठिकै हो, तर अब अहिले प्रधानमन्त्री हुनुहुन्छ भन्ने त अब चुनावपछि मात्र थाहा हुन्छ। त्यसको बारेमा अहिले केही भन्न सकिँदैन। जसरी बालेन शाहलाई तपाईँले देख्न पाउनुभयो, डडेलधुरा आउनुभयो, पानी पर्दै थियो, भेट्न पाउनुभयो? मैले त आफू नजिक भएर भेटेन, जस्ट उहाँको गाडी देखेँ जाने। यहाँ गएर गाडी देख्नुभयो? यहाँबाट गाडी बैतडी जाने देखेँ। ए भनेपछि भेट्ने इच्छा त थियो होला नि उहाँलाई? वर्षा थियो, एकदम लगातार भारी वर्षा भएको थियो। त्यसले बालेन शाहलाई भेट्न पाउनु भएन, तर भेट्ने इच्छा त थियो होला होइन? अब नजिक भएर भेट्थेँ। भेट्नुहुन्थ्यो? के भन्नुहुन्थ्यो बालेन शाहलाई? अब स्वागत गर्थे, नमस्कार हजुर, ल हाम्रो जिल्ला आइदिनु भयो, स्वागत भन्छ। युवा नेता हुन्, हजुर स्वागत गर्थे। अरू त अब के हुन्थ्यो खास? जस्तो के छ अब तपाईँको नयाँ युवाहरूले देश बनाउँछौँ हामी भनेर अहिले राजनीतिमा हुमिरहँदाखेरि होइन, उहाँहरूबाट तपाईँहरूले अथवा भनौँ न अझ डडेलधुरावासीले अथवा भनौँ नेपालका जनताले अथवा तपाईँ हामी जनताले के अपेक्षा गर्छौँ? के छ? अब उहाँको त्यो नीति र कार्यक्रमहरू के हुन् त्यो पढ्न पाएको छैन। त्यसैले यही होला भनेर अहिले म अनुमान गर्न सक्दिनँ। आशा चाहिँ के छ बालेन शाह, रवि लामिछानेहरूबाट? अब युवाहरू हुन्, अब गर्लान् देश विकास। आशा छ? आशा अब 100% भन्न सकिँदैन, जे होस् 50% आशा छ। आशा चाहिँ आशावादी हुनुहुन्छ? आशावादी छु। के भन्नुहुन्छ नवयुवाहरू जसले अब तपाईँ कति वर्ष पुग्नुभयो, यो एजमा पनि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ, पक्कै पनि पुराना राजनीतिक दलहरूका नेतृत्वहरूबाट उहाँहरूले गरेका कामबाट सन्तुष्ट नभएर नै यो खालको निर्णय लिनुभएको होला तपाईँले? पुराना कामका केही कामहरूमा सन्तुष्ट पनि छु, धेरै जसो काममा असन्तुष्ट छु। किनकि अब देशको हालत देखियो, खोक्रो भइसक्यो, अर्थनीति पनि खत्तम भयो, खालि विदेशीको इसारामा मात्र काम हुँदैछ। युवाहरू जम्मै विदेश गएका छन्। भर्खरै यत्रो भदौ 23-24 गते ठुलो दुर्घटना भयो, देश अन्यल परिस्थितिमा छ। त्यसले खासै सन्तुष्ट छैन, तर केही आफ्ना सुझावहरू जनताको सामने पेश गरेर। अब जसरी तपाईँ पनि एउटा स्वतन्त्र उम्मेदवारी दिनुभएको छ डडेलधुरामा, देउबाको जिल्लाबाट होइन, तपाईँको उम्मेदवारी चाहिँ के का लागि भन्नुहोस् त? मेरो उम्मेदवारी अब जिल्लाको विकास निर्माणको लागि। अब विभिन्न पार्टीहरूबाटै उम्मेदवार हुनुहुन्छ, तपाईँ स्वतन्त्र रूपमा चुनावी मैदानमा हुमिनु भएको छ, के छ जनताले मत दिन्छन् अपेक्षा गर्नु भएको छ? जनताबाट मत पाउने पूर्ण विश्वस्त छु। जित्नुहुन्छ? जित्छु भन्ने अब मैले त आफ्नो गरेको छु, आशा गर्नुभएको छ? आशा गरेको छु। अब बाँकी जनता जनार्दन बाँकी जनता जनार्दन त्यही त। के भन्नुहुन्छ अन्त्यमा समग्र रूपमा तपाईँले डडेलधुराको विषयमा? अब डडेलधुराको यहाँको जनताहरू, हाम्रो यो ऐतिहासिक गौरवको भूमि हो डडेलधुरा होइन। ठुल्ठुलो नेताहरू जन्म भएको हो यहाँ, भीमदत्त पन्त जस्ता, द्वारिका देवी ठकुरानी, यिनीहरू। देउबाको जिल्ला पनि हो? देउबाको जिल्ला पनि हो। अब राम्रै छ, यहाँको जनताले अब सुझबुझवाला छन्, बुझेरै निर्णय गर्नुहुनेछ भन्ने मैले आशा राखेको छु। दर्शक महानुभावहरू यतिखेर देख्न सक्नुहुन्छ बालेन शाहको डडेलधुरा बजारमा इन्ट्री भएको छ। यहाँ देख्न सक्नुहुन्छ डडेलधुरा बजारको बाग बजारमा बस पार्क नजिक यतिखेर बालेन शाहको आगमन भएको छ। यहाँ देख्न सक्नुहुन्छ शेरबहादुर देउबाको जिल्लामा यतिखेर बालेन शाहको इन्ट्री भएको छ। यहाँ देख्न सक्नुहुन्छ डडेलधुरा बजारमा बालेन शाहको इन्ट्री भएसँगै त्यहाँ देख्न सक्नुहुन्छ अगाडि स्वागतका लागि यस्तो पानी परिरहेको छ, तर पनि समर्थकहरू, रासपाका समर्थकहरू यतिखेर यहाँ यसरी चाहिँ त्यहाँ घेरिएका छन्। बालेन शाह देख्न सक्नुहुन्छ, पक्कै पनि यतिखेर यहाँ देख्न सक्नुहुन्छ यो डडेलधुराको माहौल हामीले तपाईँलाई देखाइरहेका छौँ। यतिखेर बालेन शाहलाई स्वागत गर्न यतिखेर देख्न सक्नुहुन्छ समर्थकले बालेन शाहलाई यहाँ स्वागत गरेका छन्। यतिखेर देख्न सक्नुहुन्छ सागर ढकाल हामी देख्न सक्छौँ। यतिखेर भातकाडामा आइपुगेको यो दृश्य बालेन शाहको टिम। यतिखेर बालेन शाहलाई देख्न सक्नुहुन्छ डडेलधुरामा। बालेन शाह, बालेन हाई हाईको नारा लागेको छ, यहाँ हामीले तपाईँलाई देखाइरहेका छौँ। यतिखेर यहाँ देख्न सक्नुहुन्छ डडेलधुरामा। दर्शक महानुभावहरू देख्न सक्नुहुन्छ डडेलधुराको रासपा पार्टी कार्यालयमा यतिखेर बालेन शाह आइपुगेका छन्। यहाँ देख्न सक्नुहुन्छ डडेलधुरामा बालेन शाहको इन्ट्री भएको छ। यतिखेर देख्न सक्नुहुन्छ सागर ढकाल पनि यतिखेर देख्न सक्नुहुन्छ।
दर्शक महानुभावहरू देख्न सक्नुहुन्छ डडेलधुरामा बालेन शाहले घन्टी बजाएर आफ्ना समर्थकहरूलाई अभिनन्दन गरेका छन्। तारा जोशी देख्न सक्छौँ हामीले, भूपदेव शाह, सागर ढकाल लगायतका नेताहरू यतिखेर डडेलधुरामा यतिखेर घन्टी बजाउँदै यहाँ देख्न सक्नुहुन्छ। सागर ढकालले यतिखेर घन्टी बजाइरहेका छन्, यहाँ देख्न सक्नुहुन्छ। शिर निहुराएर सबैलाई अभिनन्दन पनि गरिरहेका छन्। दर्शक महानुभावहरू यतिखेर देख्न सक्नुहुन्छ डडेलधुराको पार्टी कार्यालयबाट बालेन यतिखेर बाहिरिएका छन्। बालेन शाहलाई यहाँ देख्न सक्नुहुन्छ। बालेन शाहलाई यहाँ देख्न सक्नुहुन्छ। यतिखेर बालेन शाहलाई देख्न सक्नुहुन्छ डडेलधुरामा। बालेन हाई हाईको नारा लागेको छ, यहाँ हामीले तपाईँलाई देखाइरहेका छौँ। यतिखेर यहाँ देख्न सक्नुहुन्छ डडेलधुरामा।